गाइज म तपाईहरुलाई एउटा चीज देखाउनु आँटिरहेछु के हो भन्दाखेरि चाहिँ छ अन्त त मम्मी यति सारो दामी छ कि त्यो चाहिँ आमामा मम्मी दुङदुङे त कम्ता मजाले आएन रहेछ त नि के हो भन्दाखेरि चाहिँ नि गाइस त्यो चाहिँ नि गाइस मेवा यसपालि चाहिँ मेवा चाहिँ नि गाइस बोटमै पाकेछ र इट्स है छक्कै लागिरहेछ मलाई त फर्स्ट टाइम है मेवा चाहिँ यसरी बोटमा पाकेको अन्त चाहिँ हामीले काँचो काँचोमै टिप्थ्यौँ नि त तर यसपालि चाहिँ मजाले बोटमै पाकेछ मेवा चाहिँ यो त उयो भएको होइन रहेछ मम्मी मजाले पाकेको रहेछ टिप्दिउँ मम्मी ठीक हो न ए यो चाहिँ मजाले पाकेछ बोटमै ए दुईटै मेवा चाहिँ मजाले बोटमै पाकेछ यो चाहिँ फर्स्टमा फलेको त यस्तै हुन्छ नि है मम्मी हुन्छ अन्त मलाई मेरो क्यामेरा चाहिँ मम्मीले गरिदिनु भएको है है कस्तो मजाले पाकेछ हौ यी बोटमै ए यहाँनिर चाहिँ नि पनि फलेको रहेछ कटर पनि फलेको रहेछ हो तर यसपालि खोर्सानी चाहिँ अलिक छैन रहेछ सबै भएछ यो चाहिँ आरुचाको बोटै फलेको रहेछ त भित्रभित्र त मम्मी माथि माथि त छ रहेछ फल्नु त फलेको रहेछ मम्मी आरुचाले जाउँ मम्मी उपर गरेन्डल भएकोमा अन्त गाइस अन्त म तपाईँलाई मम्मीको मेहनत देखाउन आँटेको छु के हो भन्दाखेरि त्यो चाहिँ म एकछिन पर पुगेर नै देखाउँछु नजिक नजिकमा त छैन रहेछ नि आरुचामा त देखाइदिनु पऱ्यो भनेको है यहाँ पनि छ यसको बोट चाहिँ पपैयाको चाहिँ तर त्यहाँ पनि फल्नु चाहिँ फलेको छ यहाँनिर देख्दैछ यो चाहिँ हो रुख टमाटरको बोट कत्रो कत्रो भएछ रुख टमाटरको बोट पनि अन्त नेपालको निम्बु यो चाहिँ कुन चाहिँ ए यो चाहिँ नेपालको निम्बु अरे फल त फलेको छैन नि है त्यसको त उयो टेस्ट नै कस्तो गनाउँदो रहेछ नि मम्मी यो चाहिँ नि गाइस मम्मीको मेहनत हो है यहाँ हेर्नु ल म तपाईँलाई देखाउँछु यति बेसी फलेको छ कि यहाँनिर चाहिँ नि उफ हेर्नुहोस् यहाँनिर कति चाहिँ फलेको छ यति बेसी फलेको छ आम्मामामामा आँखाले देखेर पनि देखिसक्दैन क्या यति बेसी फलेको छ क्यामेरा देखाउनु त म गाइस यति बेसी फलेको छ कि यहाँनिर चाहिँ नि मम्मीले सबै रोपेको है यहाँतिर चाहिँ नि बेसी फलेर चाहिँ झुन्डेर यहाँ तल तर है हेर्नु त आम्मामामामा अन्त चाहिँ छैन फलेको तर खाने बेला चाहिँ अलिक भएको छैन हो अहिले चाहिँ यसको खाने बेला भएको छैन है मम्मी अलिक एक दुई दिन बादमा चाहिँ हुने रहेछ हो यति बेसी फलेको छ कि आम्मामा देखेन राम्रो यहाँतिर चाहिँ बेसी भएर बोटले नथामेर यी सबै चुट्टेर झरेर हो यसरी खेरो गएको छ उनीतिर पनि रहेछ पुरा झरेछ बोट नै यस्तो भइरहेछ अन्त सबै खेरो गएछ अमिलो
अहिले चाहिँ यो फलेर चाहिँ उयो भएको कि खाने बेला चाहिँ भएको छैन नि यस्तो मात्रै छ हो र यति बेसी फलेको छ कि यहाँनिर चाहिँ नि म देखाउँछु म त नि गाइस यो गरेन्डल फलेको देखेर त म फिचक्कै परे आमामामा जम्मै डम्मै डम्मै फलेको छ नि त ऊ भित्र झन् कति हो कति लट्ठरम्मै फलेको छ भित्र म माथि पनि यहाँतिर ऊ आमामामा लट्ठरम्मै फलेको छ नि त ऊ यहाँतिरै झुन्डिरहेछ हो हेर त त्यहाँनिर अन्त यहाँभित्र ऊ त्यो चाहिँ छ अन्त आम्मामा यत्रो बेसी यहाँभरि छ होइन त अन्त मेरो बेस्ट सब्जी यहाँ निकै फलेको रहेछ हौ आम्मामामा ए तेबी त मेरो फेभरेट सब्जी हो नि इस यहाँतिर फलेको रहेछ हौ है हो निकै फलेछ त हौ भित्र रहेछ यो चाहिँ जङ्गली बिँ हो है मम्मी यो चाहिँ जङ्गलको बिँ हो कि यति साह्रो मिठो हुन्छ कि यो चाहिँ पुरा फुलिरहेको रहेछ यो पनि खासमा चाहिँ यो आँखाले देखेको र क्यामेराले देखेको चाहिँ अलिक फाल्टै हुन्छ किनभने क्यामेरा र आँखालाई चाहिँ कम्पेयर गर्नु सक्दैन आँखाले देखेको जतिको चाहिँ है क्यामेराले चाहिँ त्यति गर्दैन तर यो चाहिँ यति बेसी फलेको छ कि यहाँनिर चाहिँ लास्ट इयर त यहाँ तर त्यस्तो बेसी फलेको थिएन नि मम्मी पहिला त त्यस्तो बेसी फलेको थिएन नि अहिले त आम्मामामा ड्याम्मै फलेछ सिस्नो त सबै टिपिसकेछ नि मम्मी नि अलिअलि टिपेर पुरा किरा लागेको थियो मैले कलम त काटिदिएको टिप्नुपर्छ टिपी खाने यहाँ चाहिँ अबुजल चाहिँ कति चाहिँ छ भन्दा चाहिँ नि यो पनि दबाई हो है मैले तपाईँलाई अर्को भिडियोमा देखाएको थिएँ जस्तो लाग्यो कति दामी छ नि है तर हामी चाहिँ यहाँनिर घाँस भन्छौँ हाम्रोमा चाहिँ यो चाहिँ बेसी भएर चाहिँ उयो नभएको नि के पो त्यो भ्याल्यु नभएको नि कि पुरा हुन्छ नि त हाम्रोतिर चाहिँ जतासुकै अन्त यहाँ पनि छ है पपैया चाहिँ यहाँनिर ठुलो थियो यो चाहिँ भाँचिएको है यहाँनिर भाँचिरहेछ एउटा फलेछ र भए पनि यो पनि भाँचिएको त नि मम्मी ए फल्नु चाहिँ दुइटा भाँचिएको नि यहाँ पनि फल्नु चाहिँ यहाँ पनि फलेको छ यो अलिअलि भए पनि फलेको छ तर यहाँको चाहिँ फेरि सानो चाहिँ रुख टमाटर है त्यो बिचको दुइटा चाहिँ यिनीहरू चाहिँ पपैया नै हो यसो मम्मी मेवा चाहिँ बोटमै पाकेको चाहिँ मिठो हुँदो रहेछ हौ है हामीले उयो गरेको हुँदा चाहिँ सो देन गाइज अब चाहिँ म यसलाई लगेर धुइधाइ गरेर काटकुट पार्नेवाला छु त्यसलाई म काट्छु चटक्कै एकछिन म पर गएर छुरी हुन्छ मम्मी हुन्छ अब यसलाई काट्नुपर्छ अन्त यहाँनिर चाहिँ हाम्रो मम्मीले यति बेसी फुल लगाएछ कति दामी देखिरहेछ फुलहरू यहाँनिर दामी देखिरहेछ फुलहरू पहिलानिर चाहिँ म घरमा हुँदाखेरि चाहिँ मैले पुरा फुलहरू लाउँथेँ नि त गाइस अन्त अहिले चाहिँ म घरमा छुइनँ म चाहिँ ड्युटी गर्छु समवेयर त्यही भएर चाहिँ मम्मीले लाउनुहुन्छ अन्त हाम्रोमा चाहिँ मकैहरू जस्तो भएको छ हौ हरियो मकै चाहिँ यत्रो भएको छ हाम्रोमा चाहिँ तर अहिले त होइन नि तर खाने बेला भर्खर यसको चामल धान चामल मतलब यसले भर्खर फुल्दैछ कुनले यहाँ माथिको चाहिँ फुलिसक्दैछ हो अन्त चाहिँ त्यहाँ माथिको चाहिँ अलिक छिट्टै हुन्छ होला खाने बेला अन्त यहाँ तलको चाहिँ कम्ती हुन्छ ढिलो हुन्छ यहाँ तलको चाहिँ ए पछाउँदैछ मम्मीलाई अब चाहिँ म यसलाई काट्छु देखाइदिनु त मम्मी अब चाहिँ मैले तासतुस गर्छु है त मजाले बोटमै पाकेको छ कि अन्त चाहिँ यसलाई चाहिँ
गाइज मैले चाहिँ पिस काटिसकेँ मम्मीलाई दिँदैछु मम्मी चाख्नु त मम्मी कस्तो रहेछ कसो रहेछ गुलियो अब चाहिँ म पनि ट्राई गर्नु पऱ्यो कि गुलियो गएको नानी पानी छिटा खाऊ न हौ त्यो कपडाको नानाको उठाइदिइहाल्नुपर्छ म उठाउँछु गएको कसा र आत्तेको सानबु ए ट्राई गर्नु त क्या मिठो रहेछ गुलियो गुलियो रहेछ हो खाँदैलाई पनि दुई जस्तो लाग्दैन त्यसलाई पनि बोलाएको हुन्छ मिठो बाई बाई गाइस आज मेरो सिम्पल भ्लग थियो बाई बाई